अहिले चाहिँ यहाँ हाम्रो राखाली परिवारको धुप्पी रोप्ने काम हुन्छ। यहाँ अस्ति बाँस काट्दाखेरि केटाहरूले अलिक धुप्पी जोगाइ भन्दा पनि धेरै छोपिदिएछ। निकालेर चाहिँ पर बारीमा सारौँ भनेको। अब यो जेठ महिनामा हो, यसो रोप्यो भने चाहिँ सर्ने पनि र यो ट्याङ्कीको छेउ जराले ट्याङ्कीलाई भोलिपछि बिगार्छ होला। यो पनि परै लगेर सार्नुपर्छ। दाजुभाइ आर्यन र अनुजले चाहिँ यो धुप्पीहरू भट्टाभट उखाल्छ। निकै ठुल्ठुलो भइसकेपछि धुप्पी अब पर सार्ने। यहाँ चाहिँ अब हेर्नु है, यहाँ चाहिँ अलैँची बारी हाम्रो। यहाँ चाहिँ अलैँचीहरू पनि निकै छ। अब कति फलेछ यसलाई चाहिँ भोलि चेकचाक हुन्छ। सालमा यसो 30-40 केजी त निक्लिन्थ्यो सधैँ त। र यहाँ चाहिँ अब धुप्पी रोप्ने दाजुभाइले यहाँ मिलेर रोप्दैछ धुप्पी। यहाँ यो यतै सारेको राम्रो। यहाँ पहिरोले अलिक सोरेको पनि थियो हो, धुप्पी सार्ने पनि। धुप्पी पनि निकै ठुल्ठुलो भइसकेछ यहाँ। यो धुप्पी सर्यो भने चाहिँ छिटै बढ्छ।